हेलो गाइस, धेरै पछि मैले एउटा भिडियो बनाइरहेको छु। युट्युबमा भिडियो नहालेँ नि सायद 2 विक्स जति भइसक्यो होला। सो म बल्किङमा थिएँ एन्ड लाइक इट वाज भेरी टफ होइन, लाइफ वाज टफ। काम यताउता गर्दा त्यो भिडियो हाल्नु पाएको थिइनँ। अनि अहिलेको हजुर मेरो कन्डिसन हेर्नु सक्नुहुन्छ। आज चाहिँ मेरो एप्स डे हो। सो मेरो अहिले एप्स छैन, स्टे ट्युन हेर्नु होला। अनि पछि कस्तो हुन्छ पनि हेर्नु होला। स्ट्रेचिङ त भुल्नु भएन। त्यसपछि मैले आफ्नो लेग रेजबाट स्टार्ट गरेँ। 20 को 3 सेट हानेँ मैले। त्यसै गरेर मैले एलसिटमा पनि 20 को 3 सेट नै हानेँ। र एलसिट चाहिँ हिप हल्का माथि ल्यायो भने चाहिँ राम्रो असर पर्छ। अनि त्यसपछि म डाइरेक्ट प्ल्याङ्कमा गएँ, जुन चाहिँ मैले सिर्फ 1 सेट मात्र हानेँ 3 मिनटको। अनि त्यसपछि हाम्रो फ्लेक्स टाइम सुरु भयो त। होइन गाइस, दुईजनाबाट कसको बडी खतरा छैन त्यो चाहिँ कमेन्टमा गएर भन्नु होइन।